गुड मर्निङ सबैजनालाई। आज चाहिँ मै पार्दैछ। त्यहाँ बसेपछि के को जुगाड गर्नुपर्छ कसरी एकैछिन माथि छ मायु हाङ कहाँ गएको यता गयो हो देखि बिग्बिदा आउनु आँट्यो यतिकै बिचमा एकैछिनमा हुन्छ। आज भैँसीको छिट्टो हुन्छ अरे। म चाहिँ अब चिया पिउने चियाको लागि लिएर राखिरहेको छु। अब चाहिँ घिउ पनि बन्यो हेर्नु सक्नुहुन्छ। यस्तो निस्किन्छ यताको गाईको चाहिँ भएन भयो है घिउ। यति तरमा हेर्नुहोस् त यति निस्क्यो। बाहिरको किनेर खानुभन्दा चाहिँ घरमै बनाएको राम्रो। यताको चाहिँ तर पहेँलो हुँदैन सेतो हुन्छ है घिउ चाहिँ। यति निस्क्यो घिउ। यहाँ चाहिँ मेरो छोराले टाउको ठोक्कायो। म चाहिँ यहाँ लुगा धुँदैछु नि त। यहाँ चाहिँ लुगा त अब के गर्नु रेडी हुन्छ धुने। यहाँ चाहिँ ऊ आउँदैछ। के लिएर आयो? मामाको फेसवास लिएर आयो? अब खारे पनि हामीले यस्तो सेतो हुन्छ है। तर यता चाहिँ घिउ पनि भयो खारियो। अब यसलाई चाहिँ सेलिन्डेर कट्टामा सार्छु। यति भएपछि त नानीहरूको लागि घिउ किन्नु पर्दैन नि त बाहिर। फेरि मलाई बाहिरको मन पर्दैन, भैँसीको पाउँछ नि त। मलाई चाहिँ मन पर्दैन, घरमै पार्छु। मलाई चाहिँ यो नानाले बनाउनु सिकाएको त घिउ। बनाउनु त पहिला चाहिँ तर चाहिँ त्यत्तिकै अब चियामा घरि के गर्दा घिउ चाहिँ हुन्थेन। तर मैले जमाएको देख्नु चाहिँ घिउ हेर्नुहोस् त त्यो यत्रो उयसको यति उयसको तर्को यति बनिन्छ। फेरि मिठो पनि हुन्छ क्या। तर सेतो चाहिँ सेतो हुन्छ तर चाहिँ मिठो हुन्छ घिउ चाहिँ यताको चाहिँ। म चाहिँ ल्याएको चिया पिउँदैछु। लु यताको गरम त म त घाममा उठ्नु पनि सकेको छुइनँ। यस्तो गरम छ अहिले नै। पछि कसरी बस्नु पर्यो पर तोरी चाहिँ तातो भइरहेछ घामले। अब चाहिँ सुक्नु छ। लुगा उठाउँदैछ कोही बस्नु सक्दैन अब त छतमा। पहिला त्यति बेला सबैजना लुगाहरू बित्थै सुकाएको एकछिनमै सुकिहाल्दैछ। मैले चाहिँ खाना भाजु आँटाको थुक्पा बनाएको छु नि त। आँटाको थुक्पा आलुसँग बनाएको। यो चाहिँ मैले सिर्फ आलु हालेर इस्कुसहरू हाल्यो भने मिठो हुन्छ नि त आँटाको थुक्पा चाहिँ। अब कति भात मात्रै खानु भनेर मैले चाहिँ यहाँ आँटाको थुक्पा बनाएँ आज। नानीहरूले पनि खान्छ आँटाको थुक्पा, मन पराउँछ नि त, मन पराउँछ। अन्त मैले आँटाको थुक्पा बनाएँ आज चाहिँ। सो आजको लागि यति नै। सबैलाई बाई बाई।